हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ हाम्रोमा यहाँ खिर बनाएर खान लागेको छौँ। हाम्रो चाहिँ आज साउन 15 लागेको छ। साउन 15 त भोलि हो, तर यहाँनिर आज चाहिँ हामीले आजै बनाएर खान लाग्यौँ। किनभने यता हाम्रो छोरी जाने भान्जी जाने भोलि, उनीहरू आफ्नो घरमा। ऊ चाहिँ एक दिन बस्छ होला, अनि भान्जी चाहिँ भोलि नै जाने। त्यही भएर एकैचोटि आजै बनाएर खुवाइदिउँ भनेर यहाँ हामी बनाउँदैछौँ। अब यहाँ चाहिँ घिउ लाएर यो नरिवल भुट्ने अरे, अनि यहाँ चाहिँ हाम्रो ल्वाङसुक मिलको धुलो बनाएर राखेको छौँ। अरू चाहिँ धेरै केही नलाउने कि हामीले चाहिँ सिम्पल बनाएर खाने। त्यो किसमिस के लगाएको चाहिँ मलाई पनि मन पर्दैन, काजुहरू लगाएको अमन हुन्छ नि त, त्यही भएर। अनि यहाँ आज उसले बनाउँदैछ र मैले पनि यहाँ सघाइरहेको छु यस्तो गरी। आउनु त मलाई नि आउँछ खिर बनाउन, तर त्यति पारा चाहिँ अलिक जान्दिनँ नि त, त्यही भएर गुलियो चिज मलाई मन पर्दैन। त्यही भएर म चाहिँ यहाँ हेल्प गरिदिँदैछु। अनि यो हाम्रो 4 लिटर दुधमा यहाँनिर अब यो 4 लिटर दुध त युज हुँदैन, अलिकति चाहिँ निकाल्ने हो चिया खानालाई। अनि यहाँ 4 लिटरमा खिरको लागि चाहिँ यति नै चामल ल्याएको छौँ कि धेरै चामल लायो भने फेरि त्यो राम्रो हुन्न नि त, दुध कम चामल ज्यादा, अनि त्यही भएर थोरै बढी दुधमै पकाउनुपर्छ नि त खिर। त्यही भएर यति चामलमा हामीले चाहिँ त्यो खिर बनाउन लागेको। बढिसक्यो, कता गयो। अब यो यतिको ब्राउन कलर बनाएर यो नरिवल भुटिसकेपछि अनि यसलाई पनि पकाउने। अनि यो दुधलाई चाहिँ मान्छेले रुँगेर बसेर यहाँ यत्तिकै चलाइरह हेरिरह भने चाहिँ उम्लिँदैन। अलिकति 2 मिनट 1 सेकेन्ड पनि यताउता गरेर एकछिनमा उम्लिन्छ र यो काम सकिहाल्छु भनेर गऱ्यो भने चाहिँ सबै यस्तो भुइँभरि हुने कि। त्यही नराम्रो बानी यो दुध अनि चियाहरूको चाहिँ। यहाँ चाहिँ अब चामल पनि लगाइसक्यो अघि नै। यति धेरै दुधमा बनाउँदा चाहिँ मिठो हुन्छ कि चामल। चामल लाएर खिर भनेको दुध यति धेरै चाहिँ चाहिन्छ भनेको। यहाँ चिनी चाहिँ हामी सबैजना कमै खान्छौँ नि त, त्यही भएर थोरै चिनी। अब प्रायः खिरमा मान्छेहरूले गुलियो मन पराउँछ, हामी चाहिँ यहाँ थोरै चिनी हल्का मात्रै लाएर खाने क्या। गुलियो मन पर्दैन धेरै। भयो होला हौ। सबै लाएर मजाले चलाउने हो यसलाई। यहाँनिर यसरी चामलै देखिन्न त अनि। अब यसलाई यसरी पाकेपछि आफै बाक्लो भएर आउने हो क्या। र हामी एकछिन पाक्नका लागि यसले छोपिदिन्छौँ। अनि यहाँ चाहिँ सबैलाई आफ्नो आफ्नो काम दिएको छु। भोलि जाने चाहिँ उनी हो। भोलि घर जाने भन्दा नि उसको माइत जाने खासमा चाहिँ माथि। सरी, आज चाहिँ जाने हो भरै। अनि हामी ऊ चाहिँ पर्सि जाने। अनि यहाँनिर बोडी केलाउन लाउँदैछु सब्जी। पाहुना आएकोलाई फेरि आलु र बोडी मात्रै खुवायो भन्नुहुन्छ होला। हिजै मैले कुखुरा भाले काटेर खुवाइसकेको गाइज। यति धेरै खातिरदारी गर्नुपर्छ भान्जीहरूको। अब ऊ चाहिँ गएर दसैँमा मात्रै हो, ऊ पनि दसैँमा मात्रै हो भेट हुने हाम्रो। कोही चाहिँ यसरी गेम खेलिबस्छ क्या 24 घन्टा। हाम्रो चाहिँ यहाँ अब लगभग खिर पाक्न लागिसक्यो। स्मेल यति मिठो आइरहेछ। स्मेल यति मिठो आइरहेछ र चाहिँ यहाँ हाम्रो अब यो रेडी भइसक्यो। 4 लिटर दुधमा यसरी पकाउँदा लगभग कति 1.5 घन्टै हामीले पकायौँ होला। दुधमा यसरी पाकेपछि मात्रै राम्रो हुन्छ नि त। यस्तो राम्रो हुन्छ क्या, यस्तो दामी, यस्तो यम्मी। यो चाहिँ हाम्रो खिर रेडी भइसक्यो। हाम्रो चाहिँ पाकेर रेडी भइसक्यो। पकाउने एउटा, अनि पस्केर दिने एउटा, अनि खाने एउटा। यता पकाउने, अनि म चाहिँ असिस्टेन्ट, अनि लास्टमा सर्भ गर्ने चाहिँ यता मान्छे हाम्रो भान्जी। यहाँनिर खिर चाहिँ
एक्चुअली उब्रेको छ खुल्लै राख्नुपर्ने उब्रेको छ नि अब चाहिँ हामी खान थाल्यौँ तातो खाएर राख्नु हो गुलियो चाहिँ ठिक्क रहेछ मलाई ठिक्क हो नि हाम्रो साउन 15 अब भोलि साउन 15 आज हामीले खायौँ ल तपाईँहरू पनि बनाएर खानु होला मिठो गरी हामीले जस्तै